नमस्कार सबैमा। म चाहिँ एउटा कमर्सियल घडेरी देखाउन गइरहेको छु हजुरलाई आज। यो चाहिँ हाम्रो पूर्व पश्चिम राजमार्गको पथरी साइड, यता भनेको यो उर्लाबारी साइड, यहाँबाट 3 किलोमिटर उर्लाबारी हैन। अनि यो बाटोबाट ठ्याक्क मास्तिर गए पछाडि भनेको तपाईँको यहाँ हाम्रो नयाँ बनाएको यो मार्ग चोकको नाम राख्नु भएको छ अहिले हाम्रो गाउँलेहरूले। सरस्वती मार्ग लक्ष्मी चोक उर्लाबारी नगरपालिका वार्ड नम्बर 4 भनेर लेख्नु भएको छ। यो बाटोबाट सिधा मास्तिर गएपछि भनेको ऊ त यो पोल होइन, ऊ त अगाडि देखिएको पोल चाहिँ ठ्याक्क 4 वटा गिन्ती गर्दाखेरि 5औँमा मैले देखाउन गइरहेको घडेरी आउँछ हैन। जाँदैछु म अलि बिस्तारै नै हिँडिरहेको छु। यो चाहिँ ढकालको घर, ऊ त पल्लो टिन लगाएको माथि टिन लगाएको पनि ढकालको घर हो। यो यतापट्टिको चाहिँ यो चाहिँ बन्जराको घर। यो यतापट्टिको यो पोल हो, यही पोल हो हामीले गिन्ती गर्नुपर्ने हैन। अहिले चाहिँ अब घर बनिँदै रहेछ। म त धेरै पछि आएको थिएँ यो ठाउँ। अनि ठ्याक्क अगाडि गएपछि यस्तै छ। हाम्रो उर्लाबारी मङ्गलबारीमा रहेको मदन भण्डारी ट्रमा सेन्टरबाट पनि नजिक, अनि उर्लाबारी बहुमुखी क्याम्पस पनि एकदम नजिकै भएको कमर्सियल ठाउँमा भएको घडेरी हो यो। एकदम राम्रो छ। म चाहिँ पैसाको अर्जेन्ट परेको कारणले गर्दा मात्रै बिक्री गर्न आँटेको, नभए यही ठाउँमा बस्नु एकदम उचित छ हैन। आवासीय घडेरी हो। बिजुली बत्ती पानी वाइफाई सबैको एकदम राम्रो सुविधा भएको पूर्व पश्चिम राजमार्ग। अब राति 12 बजे नै आएर गाडीबाट ओर्लिँदा पनि ठ्याक्कै आइपुगिने ठाउँमा चाहिँ छ क्या। त्यस्तो उयो गर्नु पर्दैन। मजाले हिँड्ने मान्छेलाई त त्यही 2 मिनेट हो। मैले चाहिँ भिडियो बनाउनको लागि भनेर अलि बिस्तारै हिँडेको थिएँ। यहाँ एउटा हाम्रो भैरव महाराज पनि सुतिरहनु भएको रहेछ, उठ्नु भएन यत्रो हल्ला गर्दा पनि। यो हुलास स्टिल लेखेको घर चाहिँ धिमालको घर हले। उतापट्टि पल्लो साइडमा देखिएको घर चाहिँ त्यो एउटा चाहिँ नेपालको घर हो, एउटा घिम्रेको घर हो हैन। अनि ठ्याक्कसँगले गए पछाडि अब आउन आँट्यो है। अलिकति छ, धेरै छैन। यो रुगामर्की अलिअलि लाग्न सुरु होला जस्तो छ, त्यही भएर घाँटी पनि खसखसाइरहेको छ। म पनि आज एउटा कार्यको सिलसिलामा त्यहाँ जाँदाखेरि भिडियो बनाएर हालिदिउँ न, राम्रो छ ठाउँ, बिक्री गर्नै खोजेको आखिरीमा भनेर चाहिँ गराउन खोजेको। लिन चाहनुहुने महानुभावहरूले म स्क्रिनमा नम्बर राखिदिन्छु, सम्पर्क गर्न सक्नुहुन्छ। म यहाँ भन्छु पनि, भरे लेखेर पनि राखिदिन्छु हैन। मूल्य पनि सबै लेखेर राखिदिन्छु। त्यहाँ एकदम कमर्सियल घडेरी छ है साथीहरू। लिन चाहनुहुनेहरूले चाहिँ एकदम छिटै सम्पर्क गर्नु होला। यो अटो अहिले भर्खर आयो नि, हजुरहरूले देख्नुभयो होला, हो यो अटो आएको बाटोबाट चाहिँ माथिल्लो घडेरी हो मेरो चाहिँ। धेरै छैन। यतिको लोकेसनमा बस्न एकदम उचित लोकेसन छ क्या, राम्रो हावापानी भएको। मेरो घडेरीबाट 3 घडेरी मास्तिर चाहिँ हाम्रो उर्लाबारी 4 को पूर्व वडा अध्यक्ष लक्ष्मी धिमालज्यूको घर पनि पुरानो घर पनि त्यहीँ छ। उहाँहरू चाहिँ अलिकति मास्तिर पल्लो बाटोमा सर्नु भएको छ अहिले। यतापट्टिको टिन लगाएको घर चाहिँ धिमालको हो हैन गाइज। अब आइपुग्यो यो रहरी रोपेको अगाडि, पछाडि तोरी रोपेको चाहिँ यही हो मैले देखाउन खोजेको मेरो घडेरी चाहिँ। 30 फिट मुख छ, अगाडिको बाटो 35 फुट। यो यतापट्टिको बाटो एउटा सिमाना, उतापट्टि यहाँ यो कार्पेट जस्तो राखेको अर्को सिमाना। अनि ठ्याक्क यो भइहाल्यो अघि म आएको राजमार्ग जाने बाटो, यो 35 फुटे बाटो। अब छिटै नै यो पिच हुँदैछ। यो चाहिँ 16 फुटे साइडमा के भन्छ यो वाल उठाएर बनाएको बाटो, त्यहाँ बिहेर छ आज। तोरी छरेको रहेछ। ऊ त परको एउटा पत्ता पनि नभएको रुख चाहिँ त्यो पछाडिको सिमाना हो। कसैलाई इच्छुक हुनुहुन्छ भने 9707 3676 34 र 9810 40 26 10 मा सम्पर्क गर्नुहोला। एकदम राम्रो कमर्सियल घडेरी छ, मिलाएर दिनेछु। एकदम अर्जेन्ट, एकदमै अर्जेन्ट परेको कारणले गर्दा मात्रै मैले यो बेच्न खोजेको, नभए त आवश्यक एकदम व्यावसायिक कमर्सियल घडेरी छ। हस्त धन्यवाद।